यदि तपाईहरुमा पनि कुनै लक्षणहरु त थिएन, तर जब तपाई रगतको नियमित जाँच गर्नुभयो अथवा होल बडी चेकअप गर्नुभयो, रिपोर्टमा चाहिँ रगतमा बोसोको मात्रा बढेको देखिएर आयो। यदि यस्तो छ भने आम भाषामा यसलाई कोलेस्ट्रोल बढेको भनिन्छ भने मेडिकल भाषामा यसलाई हाइपरलिपिडेमिया भनिन्छ। हाइपरलिपिडेमिया भइसकेपछि यसले कुनै जटिल रूप नलिकन कुनै हिन्ट्सहरु दिदैन। जटिल रूप भन्नाले हार्ट एट्याक, एक्युट प्यान्क्रियाटाइटिस, ब्रेन स्ट्रोक, त्यसै सडन कार्डियक एरेस्ट, सर्टनेस अफ ब्रेथ र पेरिफेरल आर्टेरियल डिजिजलाई जनाउँछ। अब यो कसरी पत्ता लाग्छ त भन्दाखेरि हाम्रो शरीरमा जब कोलेस्ट्रोल बढ्छ र एउटा मात्र तरिका भनेको यो चाहिँ रगतमा यो चाहिँ लिपिड प्रोफाइलको मात्रा हेरिन्छ। र कस्ता खाली व्यक्तिले गर्ने भन्दा जो व्यक्तिहरू 40 वर्ष नाग्नु भएको छ ती व्यक्तिहरूले चाहिँ समय समयमा यसको मात्रा हेरिराख्नु पर्छ। र कस्ता खाली व्यक्तिहरूलाई यो बढी हुन्छ भन्दाखेरि जो मानिसहरूको चाहिँ खानपानमा चाहिँ यो चिल्लोको मात्रा बढी छ, त्यस्तै चाहिँ जङ्क फुड, त्यस्तै गुलियो पेय पदार्थ, मदिरापान, धुम्रपान, जसको लाइफस्टाइल चाहिँ सेडेन्टरी छ अथवा आरामदायी छ, जसको चाहिँ चिन्ता तनावपूर्ण जिन्दगी छ, त्यस्तै वंशाणुगतले पनि यसको यो चाहिँ कोलेस्ट्रोलको मात्रा बढेको हुन्छ। अब यसको उपचार कसरी गर्ने भन्दाखेरि होमियोप्याथीमा व्यक्तिको सम्पूर्ण अवस्थालाई हेरेर उपचार गरिन्छ। त्यस्तै गरी व्यक्तिको मेटाबोलिजमलाई यो चाहिँ नियमित राखेर गरिन्छ। त्यसै गरी यो चाहिँ यदि कोलेस्ट्रोलको मात्रा बढेको छ भने त्यो मात्रालाई चाहिँ यो सामान्य अवस्थामा ल्याउने मेडिसिन दिएर उपचार गरिन्छ। त्यसै गरी व्यक्तिको चाहिँ यो खानपान र जीवनशैलीलाई सुधार गरेर उपचार गरिन्छ। यसरी यो उपचार सम्भव हुन्छ। धन्यवाद।